हे पहिलो भेट हो हेलो र हाई भन्ने हेलो र हाई भन्ने ए भन तिमीलाई सोल्टी कि भाइ भन्ने माया जाल बुन्छु म झिम झिम सानो नझिम्काउ परेली भुतुक्काइ हुन्छु म हे फर्नलाई त सुपारी चाम्रो हो सुपारी चाम्रो हो सन्तोष भेना छ भने भाइ भन्दा राम्रो हो गोर्खा मन कमाना पाए त ए थोतेरै छौ बोल्या छौ लटपटै बोल्या छौ लटपटै ए आएदेखि छटपटै छटपटै माया जाल बुन्छु म दर्शन नमस्कार नमस्कार यसरी गर्ने हो नि नमस्कार नमस्कार सन्चै हुनुहुन्छ ठिकै छु आज तपाईँ को चिने जस्तो लाग्यो हल्का रमाइलो चिन्जान गरे पो चिनी हुन् त लाटी सिधै पहिल्यै जन्मै देखेर चिनेर आएको त को हुन्छ हौ को है अलि अलि याद भएन मलाई छेउमा दाइ हुनुहुन्छ र लासो लासो सरिता लासो लासो हजुर लासो लासो सरिता पाखरिन तपाईँ के गर्दै हुनुहुन्छ तपाईँ हजुर हजुर के थरी तामाङ हो म थिङ हो तपाईँ दोरी गाउँ त्यसो भए हो र जसले दोरी जित्यो मैले जित्यो भने तपाईँलाई मैले लाने मलाई तपाईँले मलाई जित्यो भने तपाईँले मलाई लाने मलाई पनि मेरो जिन्दगी घाँडो भइरहेछ नाना ए ल ल म पनि सुत्ने हो एकछिनमा के भएको गाउने त लौ न भाइले दोहोरी गाउने भन्नुभयो भाइ नभन्नु न भाइ भन्नु त शब्दै आउँदैन अब दिदीसँग चाहिँ कुन चाहिँ भाइले दोहोरी गाउँछ घाँटे मिलिहाल्छ भाइ भनेर दिदी भाइ चाहिँ कसले त्यो मिल्दा पनि मिल्दैन क्या सोल्टा सोल्टिनी समथिङ ल्याइदिए जुन भाका गाउँदा पनि हुन्छ दोरीको भाका जुन तपाईँलाई मनपर्ने भएको कुमार थापाज्यूले सेलो सुनाउँ न भन्नुभएको थियो एकैछिन है पश्चिमेली लामो भाका चाहिँ आउँदैन पूर्वेली ट्याक्का ट्याक्का टुक्का मिल्ने ठ्याक्का उठाउनु त पूर्वेली कुन भाषा छ र न बिचको गाउनु न पश्चिम पनि होइन पूर्वको पनि होइन तपाईँले भन्नु त तपाईँले जुन गाउनुहुन्छ त्यही गाउने म त सिङ्गर हो क्या अरे मिना लामा क्लब भनेको त हामीले सब्सक्राइब गरे त्यो त तपाईँ नै हो र खोइ अर्को नि हुनुहुन्छ है मिना लामा त खै नाम त सेमै छ अनुहार देखेको थिएन त्यो प्रोफाइलमा आजभन्दा 2 वर्ष अगाडि नै सब्सक्राइब गरे हो ए मिना चाहिँ मै हो क्लब त हजुरको गीत कुन कुन छ भन्नु मेरो त दोरी दोरी आई लभ दोरी ओ थ्याङ्क यू तपाईँ के थरी हो म थिङ ए अघि नै भन्नुभएको थियो फेरि सोधेँ बानी अलिकति खराब छ क्या मलाई बिर्सिन्छ सोधिहाल्नुपर्छ लामा अरे तपाईँको त म पहिल्यैदेखि बिग फ्यान हो है हो र मेरो नाम सर्च गर्नु होला सब्सक्राइबमा आजभन्दा लगभग 1.5 वर्ष 2 वर्ष अगाडि मैले सब्सक्राइब गरेको छु अनि तपाईँलाई मैले देखेकै हो के टिकटकमा देखायो कि भ्लगमा देखायो देख्नु चाहिँ देखायो कि कहीँ पनि देखाएको छैन तपाईँले मैले भर्खर आज आएको आज अहिले भर्खर देख्नु भयो होइन होइन तपाईँलाई काहीँ न काहीँ मैले देखायो अब हजुर अब दोरीको किङसँग त हामी कहाँ लड्न सकिन्छ र माफ गरिदिनु दिन्छु लास्टमा भनेर जाने के भने माफ गरिदिनु दिजु मलाई गल्ती गरे
हजुर हँसाएको हँसाइ गर्ने के गाडी चलाउँदै हिँड्ने अनि हँसाइ गर्ने एकजना भाइ हुनुहुन्थ्यो के अनि बिहेमा जनता हिँड्या हो कि ड्युटी हिँड्या हो खै त्यो मेरो जस्तो थुतुना थियो त्यसका पनि एउटा दाँत झरेको थियो मेरो झरेको छैन उहाँ हो कि जस्तो लागिरहेछ मलाई हिँड्या छ बिहेमा हिँड्या ड्युटी हिँड्या कि जनता हिँड्या हो हिँड्या छ भाइ हो कि हिँड्न जस्तो त हिँडेको थियो हो वारे हो रे अनि मेरो एउटा भाइ पनि थियो लास्ट भन्दै थियो त्यो मेरो साथी हो म अहिले मिले भाइ यहाँ कमेन्टमा भनिहाल्यो नि हो भनेर नमस्ते दिदी नमस्ते भन्नुपर्छ नमस्ते है मैले पनि गरेको छु नि त अनि त्यसमा टिकटक बनाएको छु त्यहाँ त्यहाँ त लगभग 65-66 हजारले बनाएको थियो सुरुमा धेरै धेरै भ्युज आएको चाहिँ त्यो बेहुला बेहुलीको थियो अनि त्यसपछि छत्र दाई र अनि एन्जल के नाम थियो उहाँको बुहारीको नाम बुहारी रे बुढीको नाम त्यसपछि धेरैजना 66 हजार भनेको नर्मल थिएन तर मेरो 9 लाखले पनि हेरेको थिएन त्यो 66,000 भित्रको म पनि हो एकजना हजुरको त म पहिल्यैदेखि फ्यान हो अनुहार चाहिँ बल्ल देख्न पाइयो खुसी लागेछ माघे सङ्क्रान्तिको दिन मलाई आज दसैँ लागेको हजुर काजल हो रे बेहुलीको नाम काजल हो मसँग गीत गाएको हो पहिला ए लाइभमा है फेरि दोहोरी साँझमा होइन खाली गाडी चलाउने हिँड्ने अनि खालि हँसाइ गर्ने एकजना भाइ हुनुहुन्थ्यो म त उहाँ भाइ हो कि जस्तो नि लाग्ने है भनिराख्दा हो रे के यहाँ त कमेन्टमा ल एउटा गीत हानिदिनु नि त दिजु अब त भाइ पनि माने मैले एउटा के अरे भाका भनिदिनु भयो भने अनि म त्यो भाका अनुसार जानुहुन्थ्यो भनेको हजुरलाई कुन भाका अलिकति सस्तो थियो होइन कि सजिलो लाग्छ मलाई त जुन पनि सजिलै तपाईँले गाउने भाका मैले नि गाउँछु होला जस्तो लागेर हो आँटेको अन्त गायकहरूलाई सिङ्गरहरूलाई नर्मलै हो गाउनेलाई तपाईँले एक दुईवटा कुनै भन्नु त भाका मैले त गीतै गाउँदैन खासमा यो केटाहरूले उचालेर मात्रै गाइदेऊ न भाइ भनेर मात्रै हो उफ्रेका अब कुन गीत गाउने हो र यार यो ट्याक छिटो टुक्का मिल्ने गीत गाउनु न आई विल ट्राई म पनि त्यत्तिकै हात खाने मान्छे त होइन जहाँ एकचोटि ठक्कर खाइदिएन त्यसै मान्छेलाई दुख्दैन क्या लामो भयो भने त गाउँदैन दिदी मेरो पनि आउँछ कि नम्बर लाउन माया लाउनेमा हुन्छ पहिलोचोटि सुन्यो दुई चारचोटि गायो भने हुन्छ सुपारी चाम्रो छिनको छिनैमा झिमझिम सानो पानको झिमझिम सानो फेभरेट हो मेरो मैले सुरु गरौँ हुन्छ सुरु गर्नु झिमझिम सानो त मैले सुरु गरिहाल्छु नि त त्यो मेरो फेभरेट गीत हो झिमझिम सानो गाई स्ट्यान्ड छैन मोबाइल चार्जमा अडाइरहेको छु अवस्था यस्तो छ क्या दिजु मेरो होइन तपाईँहरूले नर्मल सोध्छ होला चाची यहाँ झोसेर यहाँ अडाउँदा कहाँ अडिन्छ त ढल्के गर्छौ स्ट्यान्ड ल्याउनु भएको छैन गरिबले स्ट्यान्ड कहाँ किन्न सकिन्छ र स्ट्यान्ड त धेरै पर्दैन है त्यो पनि महँगै पर्छ दिजु सुरु गरौँ हे मिना दिदी कुन गीत आयो फेरि यहाँ ठ्याक्कै फेरि गीत झिमझिम पहिला झिमझिम सानोको स्टार्ट गरौँ झिमझिम सानो नझिम्क्याउ परेली तनक्कै भुतुकै हुन्छ
हे मिना दिजु भेटाउँदाखेरिमा मोबाइल ढले ढले गरेछ तेरीमा माया जन्म गीतै बिर्सेँ टुक्का त आउँछ गीतै आउँदैन हे पहिलाचोटि भेट भएको दिन हो हाम्रो भेट भएको दिन हो ए मोबाइलले नि न्यु खोज्या किन हो माया जाल बुन्छु म झिमझिम सानो नझिम्काउ परेली भुतुक्कै हुन्छु म भेट भएको दिन हो भेट भएको दिन हो ए मोबाइलले नि न्यु खोज्या किन हो माया जाल बुन्छु म झिमझिम सानो नझिम्काउ परेली भुतुक्कै हुन्छु म झिम सानो नझिम्काउ परेली भुतुक्कै हुन्छु म ल सबैजनाले डबल ट्याप गर्नु होला हे नराम्रो छोड्छ राम्रो नै खोज्छ सबले है राम्रो नै खोज्छ राम्री देख्यो टपिक कहाँबाट उठाइदिएँ मैले राम्री देखेर मोबाइलले न्यु खोजेको भन्न खोजेँ सरी हे बिर्स्यो अगाडिको भाका हे पहिलो भेट हो हेलो र हाई भन्ने हेलो र हाई भन्ने ए भन तिमीलाई सोल्टी कि भाइ भन्ने माया जाल बुन्छु म झिमझिम सानो नझिम्काउ परेली भुतुक्कै हुन्छु म हेलो र हाई भन्ने हेलो र हाई भन्ने ए भन तिमीलाई सोल्टी कि भाइ भन्ने माया जाल बुन्छु म झिमझिम सानो नझिम्काउ परेली भुतुक्कै हुन्छु म ए झिमझिम सानो नझिम्काउ परेली भुतुक्कै हुन्छु म ए धन्यवाद सबैजनालाई तपाईँ डबल त्रिपल गाइदिन्छ नि त्यही भएर गीतै बिर्सिन्छ कि मैले सुरुमा एक टुक्कामै आइरहेको हुन्छ गीत चाहिँ ए ल एक टुक्का मात्रै भन्छु उसो भए डबलमा आउँदा फेरि बिर्सिसकेको हुन्छु ए ल ल ल हे फोर्नलाई त सुपारी चाम्रो हो सुपारी चाम्रो हो सन्तोष भेना छ भने भाइ भन्दा राम्रो हो गोर्खा मन कमाना पाए त झिमझिम परेली त गयो त थ्याङ्क यू डबल त्रिपल आएपछि गीतै कहाँ घुमिसक्यो हुन गाउनै पर्दैन कि टक्का टुक्का मात्रै हान्ने हो ए मेरो हामी ऱ्यापर हो ऱ्याप जस्तो हो क्या ल सुन्नु ल ए एक्लै छु म छैन कोही छन त छैन कोही छन त अनि तपाईँ जस्तो के हे अल्लारेमा जान्न यो मन त माया जाल बुन्छु म झिमझिम सानो नझिम्काउ परेली भुतुक्कै हुन्छु म ए दोहोऱ्यायो भने बिर्सिन्छ तपाईँले दोहोऱ्याउँदिन हे अल्लाहले हो आकाशबाट तारा नि झार्ने बुढा होइन अल्लाहले ठिक पार्ने सकिन जान्छ मन भन्ने पर्यो रे मलाई गीत पनि आज आइरहेको छैन
टुक्का आए पनि गीत आइरहेको छ सरी अल्लाहले हो नारीको सेकी झार्ने भन्न खोजेको थिएँ तर यो गीतमा अलिकति पहिला ऊ गीत सुन्नुपर्छ क्या राम्रोसँग सरी कहाँ सगरमाथासँग सासाना भुरा भने पनि बुझ्दैन केही कुरा उल्टो उल्टो बुझ्दिन्छ माया जाल बुन्छु म अल्लाह रे भुरा सासानो भुरा ए भने पनि बुझ्दैन केही कुरा माया जाल बुन्छु म ल हो हजुर सबैजनालाई हेर्दाखेरि ए कहाँबाट कहाँ पुग्छ हे नबुझेको होइन है बुझेको हो हे हाँस्यो भने देखिन्छ थोते बोल्यो भने बोली छ लटपट सिला भने त बुझ्थ्यो होला तर आज मलाई मुटै चलाएछ नि गीत गाउन हुन त कहिले गाउने होला ए थोते रहेछौ बोल्या छौ लटपटाइ ए आएदेखि छटपटाइ माया जाल बुन्छु म बोल्या छौ लटपटाइ आएदेखि छटपटाइ माया जाल बुन्छु म ठिकै हाल्यो हो कि शेरमा पूर्वज्यू अफिसियल चाहिँ आफ्नो उहाँ सन्तोषज्यू एकछिन रमाइलो है सबैजना डबल ट्याप गर्नु होला नमस्कार छेत्री गोपाल के भयो उताको नेट स्लो भएको कि स्ट्याचु हुनुभयो त प्रेम लामाजी हाँस्नु भएको छ अनि अरू अर्को एउटा नाइटोमा तेल हाल्ने एउटा मनिषाले दिन्छ मैले भन्दा खतरा दिने है मनिषाले तिमीले मैले भन्दा दुईजना घोप्टी पार्नु त दुईजना घोप्टी पर्ने कुकुर बन्ने हो कस्तो घोप्टी ओप्टी ए ओ मान्छे के दिन्छ उसलाई बोल्न आउँदैन डगी बन्ने डेमो देखाउ ल डेमो देखाउ त कसरी देखाउ एकैछिन ल त्यो मात्र अरु दुईटा पनि सुन्छ के अनि कुकुर टेक केयर मेड लाइफ आफ्नो ख्याल गर्नु होला यसरी उताको ह्यापी नाइस डे हो हाम्रो त ओके एकले घोप्टे पार्ने के कुकुरै का डान्स गर्ने के खै डेमो खै कसरी हेलो कुकुरा मात्र हो के हामीले देखाएर तिमीले गर्नु होला यसरी उफ्रिने फेरि ल त्यस्तो गर्ने के त्यस्तो होइन के यसरी हो के अर्को दुईटा पनिसमेन्ट चाहिँ के हो एउटा डान्स यसरी भयो त यसरी गर्न न सम्झाइदे त उता अर्को दुईटा चाहिँ के हो एउटा डान्स अनि जुरुक्का उठ्ने एकछिन पक्ने मैले कतिको गरे भइहाल्यो नि दिदी बहिनी म त देखाइदे त कसरी गर्ने भनेर मैले बोलेको सुनिरहनु भएको छ भन्न न भन्नु सुनिरहेछु पहिला यस्तो गर्ने कुखुरा फ्याट गर्ने भाले हो कसरी क्वाँ गर्ने हो गाइस फर्स्ट गीत इन युट्युब परदेशी कान्छ परदेशी यसरी गर्ने भाले भयो कि अर्को दुईटा कुन हो गाइस डबलमा आशंगला जान डबलमा प्लिज यसलाई थोपला गाइस डबलमा नजिला कोला ल्याक पछि पुन्छु अर्को दुईटा अप्सन चाहिँ के हो भने के दुईटा अप्सन यो पनिसमेन्ट देख्दा मलाई कति झ्याउ लागिसक्यो दुईटा अप्सन अरे यार गाइस डबल ट्याप गरौँ गाइस डबल ट्याप प्लिज डबल ट्याप प्लिज कसले बजाइरहेछ फेरि नाइटोमा तेल हाल्ने अनि मालिस गर्ने अनि एउटा कुकुर बन्ने डगी भन्दा इङ्ग्लिसमा सबैले बुझ्छ
गाइस डबल ट्याप गाइस डबल ट्याप यो डबल मात्रै कति खोल्छ हो बाउला जस्तो डबल त तिमीहरूले दुईटा Guys, पनि do not- सँग गरेको छैन है विचार गरेर राख फेरि गाइस चुरोस प्लिज एभ्रीवन चुरोस क्लियर हुन्छ गाइस थोतेर मलाई एउटा एउटा रोज दिनु त साथीहरु आफ्नै घरकै मान्छे कति रहेछ नि दुईटा फुल थ्याङ्क यू ल जे के नि दिनु के म के भन्दिन थ्याङ्क यू मुनलाइट गाइस डबलमा प्लिज मुनलाइट डबलमा प्लिज गाइस डबलमा केही गर्दिनु गाइस इन्टु 2 मा हानौँ त गाइस इन्टु 2 मा हानौँ त डिसेम्बर अलि प्ले गर्नु न अलिकति प्ले गर्नु न अझै गाइस इन्टु 2 मा हानौँ ट्याप ट्याप पनि गर्नु मेरो मान्छेहरु त के हेरेर बसिया छन् कुनी अचम्म लागिरहेछ नि मलाई त आज सपोर्ट भनेको मागेर होइन क्या आफैले गर्ने हो नि त इन्टु 2 मा हानौँ न गाइस डबलमा हानौँ न थ्याङ्क यू सो मच मेट भाइ अनि प्ले गर्न न यार डिसेम्बर पुगेन कि सानो सानो भयो अलि प्ले गर्दिन न यार कस्तो ट्याप ट्याप गर्दिन साथीहरु लाइभ शेयर गर्दिन न केही नगर पनिसमेन्ट गरेको छैन चुपचाप बरु हेरेर बसौँ छुटौँ नो प्रब्लम म त जिताउनु पनि भन्दिनँ मलाई जिताओस् भने उता जितोस् भने डबलमा हान्दिनु भयो हुन्छ नि यार डिसेम्बर थ्याङ्क यू सो मच एभ्रीवन गाइस अटो अलि जरा जुरे गुटेर दिने खालको पनिसमेन्ट दिए पो गर्नु त नि हो भने के रे डगी रे पुतुङ रे सुतुङ रे के दिन्छ पनिसमेन्ट पनि तपाईले डगी बनेको नाइटोमा तेल हालेर मसाज गरेको अहिलेसम्म देखेको छ ल भन्नु तपाईले त्यो नदेखेर त हेर्न मन लागेर हो नि अझै दाइले त तपाईलाई छ नि हेर्न नै मन छ भने तपाईले हेर्नै मन छ नि मसँग आउनु तपाईको अगाडि यहीँ बसेर गर्छु म यहाँ यत्रो समाजको अगाडि गर्दिन मेरै अगाडि आउनु म देखाइदिन्छु तपाईलाई पर्सनलमा त अलि हुन्छ नि पनिसमेन्ट दिने भने अनि अझै दाजु भन्नु त के दुईटा नाइटो पनि देखाइदिन्छु मसाज पनि गरिदिन्छु यहाँ आउनु मेरो अगाडि आउनु मसँग आउनु यहाँ म यस्तो अगाडि देखाउँछु मेरो अगाडि गर्दिनु तपाईँले हेर्नै मन छ भने मान्छे रिसाइसक्यो नबोल्नु न अनि कस्तो यत्रो मान्छेको अगाडि नाइटो देखाएर तेल हालेर कसरी मसाज गर्ने कस्तो परिचय हुन्थ्यो यदि हेर्नै मन छ मेरो अगाडि आउनु मसँग आउनु म देखाइदिन्छु मजाले के नि सबै देखाइदिन्छु आई डोन्ट निड मैले सबै गुगलमा सर्च गरेर हेरेर आउँ अनि दिमाग त कपिलो छ त दिमाग हजुर के भन्दैछ मान्छेले हजुर दुईजनाले डाक्टरले के अरे औषधि दिन बिर्से क्या हो दुईजना के बोल्छ के बोल्छ अनि कति राम्रो खालको पनि कहिले नगर्ने पनिसमेन्ट दिनुहुन्छ न उहाँसँग खेलेर गरिरहेको भए नि ल एउटा होस् दिन पनि सुहाउँछ गर्न सुहाउँछ भन्नु कति हाँस्नु यार भन चिप्ल्यो बनाना मात्र खोइ हाई भन्नुहोस् हेलो नमस्ते थोतेको साथ त जान्छ गरे हैन कहिले नगरे पनिसमेन्ट दिनुहुन्छ भने कञ्चन नदेखेको चिज हो र अजय दाई थ्याङ्क यू सो मच मेरो प्यार दाई अजय दाईलाई शेर्पा दाईलाई खोजी फलो गरिदिनु होला गाइज मेरो त पुरानै साथी हुन् सबैजना फलो गरिदिनु होला अनि अजय दाई एउटा पनिसमेन्ट खतरा दिनु पर्यो क्या यी नानीहरूले मान्दैन यार दाईहरूले भन्नु भन्दा मान्नु हुन त्यस्तो पनिसमेन्ट कसले गर्छ त हौ थोते तिमी आफै सोच न त्यो त मैले आफैले दिएँ अलिकति डान्स अलि मतलब हुन्छ नि अब नाचेर चाहिँ कसले पैसा कम बेली डान्स सुस्मिता दिदीलाई खतरा आउँछ बेली डान्स तिनटा हो नि ल याद राख्नु ल दुईटामा अघिको एउटा म त गयो एउटा मात्रै बाँकी हो त्यो कतिको गाइज इन्टु 2 गाइज फर्स्ट गिफ्ट 17,000 को मात्रै बाँकी हो नि फेरि दुईटा गाइज यसमा डबल हुन्छ कि यसमा पनि गाइज डबलमा हाम्रो टार्गेट भनेको 1000 हो क्या
जहिले पनि अहिले त 1000मा आयो अनि के पागल हो म पहिल्यैदेखि 1000मै हुन्छु तपाईँ नआउँदा पनि 1000मै हो तपाईँ आउँदा पनि 1000मै हो पनिसमेन्ट त 2000 गर्नुपर्छ कि मजा आउँछ तपाईँको त 1000 त ट्याप आउँछ नि फाइदै भएन नि होइन तिम्रो लाइन तिमीसँगै राख्छ मसँग 1000 मान्छे भयो भने 1000 ट्याप ट्याप गर्दैन क्या आउँछ क्या जसरी भने 1000 अनि डबलमा एउटा दुईटा त्रिपलमा मुटु सुरु दुईटा तिनटा हाल्यो भने तपाईहरु गर्दैन त पनिसमेन्टै गर्नुहुन्न अनि गरिरहेको छु त मैले अनि नयाँले बोल्दा पनि हुन्न रेस्पेक्ट गरेर बोल्दा पनि हुन्न चिच्याउँदा पनि हुन्न के गर्ने हो ढुङ्गाले हान्दा पनि हुँदैन ढुङ्गाले हान्यो भने डल्लो के चाहिँ भन्ने त नि मागे सगरको के हो यस्तो आमा बजाउने के हो एउटाले डान्स पनि दिएको छ त्यो यो हाले डान्स होइन कि त्यस्तै लागिरहेको यस्तो यस्तो गर्दा तातो पानी हो के तपाईहरुलाई भाले डान्स पनि दिएको छ त तिनटा फुल गाई मैले गरेको त गीतै बन्द गरिदिन्छ अनि यस्तो त गरेको हो मैले त गाई तिनटा फुल गाई अब दुईटा गाई दुईटा फुल दिनु न यस्तो यस्तो गरेको भाले यस्तो रे त यस्तो गाई एउटा फुल दिनु न तिनटा फुल हान्नु नि गाई तिनटा वेलकम जेन्जी एउटा फुल पनि आउँदैन यस्तो गेम खेलेर चाहिँ मान्छे नोटिफिकेसन वेलकम छ है गर्दै थ्यांक यू सो मच अजयलाई थ्यांक यू सो मच सबैजना ट्याप ट्याप गर्ने मेरो प्यारो डबल गरिदिनुस् न गाइस मेरो मात्रै कम छ स्कोर कम छ प्लिज ल त्यसो भए अब तिमीहरुले गर्दैन रहेछ तिमीहरु तीनैजना जाऊ ल यो पछि जान्छु ल हामी जान अनि अहिले भर्खरै जाऊ जाऊ थोतेको जतिको नखरा थोतेको जस्तो होइन एटिट्युड यस्तो रहेछ के उहाँलाई त आज मात्रै भए पुग्ने भोलिको दिनमा नचाहिने जस्तो गर्नु हुँदो रहेछ क्या यस्तो क्रेजी हामीलाई चाहिएन थोते मलाई रिस नउडाए फेरि तिमी फेरि तिमी त घरकै मान्छे तिमी उतातिर किन बोलिरहेछ एउटै पार्टनर हो तिमी मेरो पार्टनर हो नि अनि किन गेमको पार्टनर त गेमको पार्टनर त रियल लाइफको पार्टनर हो त गेमकै पार्टनरले हवा कुरा बात करता है हिंदी में गाइस डबल टैप कहाँ जताउन खोज्छ पार्टनर रियल लाइफको हो पीछे देखो बोलने गाइस डबल टैप गरौँ आता है ना नो प्रॉब्लम खाली वाली दुनिया गाइस डबल टैप नाटक बढी भयो क्या तिम्रो पनिसमेन्ट ल म गएँ ल काटे गेम दिमाग खराब पनिसमेन्ट गर्दैन दिमाग 3-4वटा गेम गइसक्यो गर्दै यार चाक हल्लाइदियो ल भयो मैले त गरे गर्छु भनेको अब